जब अनि सोलुसन निकालेर त्यो सबै भइसक्छ नि त्यो त्यो प्रोडक्ट भनौँ सर्भिस भनौँ जेसुकै भनौँ होइन सुन्न नसक्ने कहाँबाट कहाँ पुगिसक्छ क्या नेपाली भएर होइन नेपालमै बसेर नेपाल चिनाउनु पर्दैन तिमीसँग माइन्ड छ कन्सेप्ट छ आइडिया छ गएर जहाँ सुकै कमाउ होइन कमाउ ठ्याक्क त्यो राजाको त्यो हुनु अनि दुर्गेश थापाको त्यो गीत भाइरल राजै दुर्गेश थापाले राजालाई डाउन पार्दै अनि एउटा अचम्म लाग्दा जान मानेन भन्दैमा ओके टाइपको कि जहाँ भनेर पठाउने हो यो हाम्रो यो महासचिवहरू त एक हिसाबले त त्यो देखेन र के दुर्गम जान रेडी यो सिटीमा बस्न रेडी नभएको जस्तो नि त त्यो हेर्दाखेरि अब भनौँ त एउटा पार्टी म एउटा पार्टी तैँले काम गरिरहेको छ त चेन्ज भयो भने म तेरो कामै गर्दिनँ म नयाँ मेरो प्रोजेक्ट गर्छु कि त्यहाँ अनि अस्ति कति सिक्यो टुरी खेलमा सानै सक्यो गोर्मालक पालक 10:30 पौने 11 सुरुमा त त्यो बोक्ने नै कम्पिटिसन जस्तो टाइप पहिला चाहिँ ट्राई कम्पिटिसन गर्छ के हैन पहिला ट्राई गर्छ बिहान हराउँछ हैन खानेकुरा बाँकी हुन्छ हल्का बाँकी हुन्छ किन पहिला उठाउने अरूहरू आउँछ नि खानेहरू त खानेहरू आउँछ त्यही भोकमारी सुरुमा त्यो भात जस्तो मात्रै राख्ने जति राख्नु पर्ने त्यो भात मिलाएर त्यहाँ गएकोहरूलाई भोज खुवाउने प्रसादको नाममा खान पाइयो प्रसादको नाममा जसले नि खान चाहिँ पाइयो त्यहाँ राखेपछि होइन त्यहाँ पाइयो त्यसले खान खायो खुवाउँछ नि त्यहाँ खुवाउँछ त्यहाँ दुईटा लान्छ क्या अनि एउटा गुरुमापालाई सबै गुरुमापालाई जुन त्यो रुखमा हाल्छ नि त्यो भोलि बिहान पनि हुन्छ कि हराउँछ रुखमा हाल्ने होइन त्यो बिच चौरमा हाल्ने हराउँछ भन्ने सुन्छ नि रातिबाट बिहान आउँदा चाहिँ हराइसक्छ हराउँछ अब त्यहाँ खाना आउनेहरू हुन्छ नि सुरुमा राख्नुपर्ने चाहिँ त्यो गर्नु छायामा आउँछ नि भुकमरीसम्म चाहिँ पुग्नु गुरुमापालाई एउटा सुत्तै राखेर हुन्छ कि टेपो हाल्छ नि टेपो त होइन त्यो बाँसको के हुन्छ कि बाँसको चोयाबाट बनाएको हुन्छ त्यो यस्तो त्यो मासुको त्यो बबल जस्तो हुन्छ नि आन्द्रा हो त्यो त्यसभित्र के फिल गरेको हुन्छ के यतिकै हावा मात्रै हो फुलाउने जस्तो त्यसलाई त फुलाउँछ मात्र नि मलाई क्या बलुन जस्तो त्यो पूजाहरूमा त्यो नाचहरू पनि नाच्छ जस्तै त्यो डिप्यामा पनि गर्छ नि त यिनीहरूमा त्यो डिप्यामा पनि त्यो कमाचाले बोकाउँछ नि त्यो हावा भरेर बाँध्छ क्या हुन चाहिँ अब त्यो जमानामा बोक्ने थियो नि हाम्रो बेलुन आउँथ्यो नि लाम्चा त्यस्तै देख्छ नि कहीँ गरेर के कुकुर सुकुर बनाउँछ नि त्यस्तो बेलुन त्यस्तै देख्छ तर आन्द्रामा हावा फुलाएर राखेको हुन्छ होइन हावा फुलाएर राख्छ धेरै भैरवहरू यस्तो भैरवहरूमा यिनीहरूमा पचली भैरवमा पनि हुन्छ है धेरै भैरवहरूमा चाहिँ पतल भैरवमा हुन्छ सिकाली अजिमामा हुन्छ सिकाली जात्रामा चाहिँ याद गरे जस्तो लाग्यो पचली भैरव भन्दा पनि सिकाली जात्रामा त्यो उसमा हुन्छ कि त्यो टेपो जस्तै तिनीहरूमै राखेर हुन्छ झुन्डाएर साँच्चै है नरदेवीको 12 वर्ष मेला भएको 12 वर्ष भयो हुन लाग्यो त्यो पनि सकाएको छैन कस्तो त्यो फोरेनरको कस्तो सही है क्या मजा दारी है क्या मिलाइयो दारी काट्यो भने त्यो होला त्यो कोहीको हुन्छ नि त्यो यो भित्र हुन्छ क्या यसरी अनि दारीले मात्र यो राम्रो देख्छ जलाइन जस्तो देख्छ नभए पनि जलाइन जस्तो पुरा च्याप्प जलाइन चाहिँ हुँदैन तर त्यसले गर्दा चाहिँ सेप दिने खोइ के टाक्यो मलाई त्यसको मागेर क्या जलाइनमा दारी हुन्छ भन्ने बित्तिकै मेरो आउँदैन त्यही आशिष चञ्चलानीको भिडियो हेरेछ ये चाहिँ समस्या है सोभन दारी आएन क्या दामी भएको छ अहिले त्यो आशिष सञ्चालन वेट पनि घटाएको छ क्या दामी देखेर छ मसल पनि बढाएको मसल ससल
पातलो केही त गर्नै पर्यो क्या म त्यो होइन, केही त गर्नै पर्यो त्यही त गर्नै पर्यो जब तनाव दियो त एकताको त मैंने तो कुछ बोला भी नहीं था फोन हो त्यही पनि जहाँ जहाँ गयो बन्द हुन्छ यसलाई हेर भने थियो मैले एक्जाम चलिरहेको एक्जाम चलिया थियो यसलाई हेर भनेर पठाइदिएको भोलि हेरौँला एक्जाम पछि हेरौँला भने त भोलिपल्ट त भिडियो सबै हटायो मेरो पहिलाको पनि सब जाने नजाने टपिकमा समात्ने है जाने टपिकमा समात्ने हरायो पुरै गायबै भयो समय एक थोकै नाम केही छैन नाम निशान छैन कहीँ अस्ति लास्टै सो गर्यो होला नि क्यानाडाको सो गरेर त्यसपछि हटायो छन् त खै लिङ्क मैले हिजो कि अस्ति खोल्दाखेरि बाई टिकट फर न्युजिल्यान्ड र कहाँको थियो अस्ट्रेलियाको थियो गरे नेपालमा पनि त्यस्तो गर्यो भने कुशल पोखरेल त्यसले चाहिँ गर्छ त्यस्तो भिडियोहरू त्यो चाहिन्न चाहिँ हामी त मलाई त त्यो कमेडी भिडियो भनेको मतलब छैन हाँस उठ्छ जसलाई जेसुकै भयो पायो पायो किनकि अहिले मात्र होइन कि धेरै पहिलेदेखि भइरहेको चिज हो अब त्यहाँ अब कोही मात्र कस्तो इस्यु बनाएर अब त्यो मुझे भी फेम चाहिए भन्ने भिडियोको पुरा नहेरिकन त्यो एउटा point लिमिटेड एउटा हाइलाइट point एउटा काटेर अगाडि पछाडि के भनेको छ मतलब नगरिकन त्यसलाई मात्र फोकस गरेर त्यसरी हुँदैन त्यसरी चाहिँ हुँदैन मामाको मा एउटा काट्यो भने मा भन्दैन मामाको बाँकी छ नि त। फेरि काट्नेहरू उस्तै त्यस्तो क्लिक बेट त कति पाउँछ त्यो समय राइनालाई त्यो लगिएको थियो नि म त्यसको अस्ति त्यो हुँदाखेरि यति टाइटल आउँथ्यो कि इन्डिया गट ल्याटिनको तिनीहरूले थम्बनेल टाइटलै त्यही बनाइयो नि कि क्लिक बेट हो नि त त्यो जे चलिरहेको छ त्यही त हो नि फोटो मात्र भएको यहाँ त्यही उसको मेयरको जस्तै त एउटा फेस हालिदियो सिद्धि जसले पनि हेऱ्यो मेयरको चिप्काइदियो कि त फ्लेभर चाहिँ मनपर्छ लाग्यो त मिन्ट होइन होइन यो चाहिँ यसले मलाई लिएर आउने हो टाइममा फ्लेभर होइन नयाँ ग्रेप्स स्ट्रबेरी म्याङ्गो स्ट्रबेरी यो अस्ति नि खाएको होइन बिग बेलमा खाएको चाहिँ होइन मैले यही हो ए त्यसरी पनि थाहा थिएन है टाउको समात्छ कि मलाई चाहिँ कस्तो खाऊ नयाँ भनेर त्यही पुरानो भइदियो पुरानो माल चिप्का दियो भाइ हामी कहिले गएको शिवरात्रिको दिनमा गयो यो आगो बालिरहेको थियो अनि गएको आइसले समायो कस्तो करा आएको मलाई त त्यो दिन खाँदाखेरि सिधै यहाँ के सर्र तान्दियो नि त लामै तान्दै थिएँ अनि 5 नेक्स्टको नेक्स्ट होइन यो शनिबारबाट पूजा चाहिँ शुक्रबार हो पूजा 9 दिन भएको कि 5 अरू पूजा त शुक्रबार हो लोकमादेव पूजा गर्ने शुक्रबार खै 5 अरू कस्तो हुन्छ नि हेर्नै बिर्सिसक्यो जहिले बिजी मन नलाइ त्यो 4वटाको त्यो खुल्ला ग्राउन्ड हेऱ्यो बस्यो शनिबार तलाएर टोल खेल जाने हो बेलुका अनि आइतबार चाँडै अफिस सकाएर अनि फोन गरिहाल्ने त्यो चाहिँ हेरेको छैन असम त्यो त असलमा त हेरमा अस्ति क्या टाइममा पुग्यो है म त हेरिसकेँ हेरमा त गयो दुईचोटि हेरेँ हेरमा त जाने बित्तिकै हामी आयो ल सुरु गरिदिउँ भनेर देखा जस्तो ठ्याक्कै अगाडि थियो प्रायः जस्तो त्यही तर जमानामा चाहिँ लाग्थ्यो कि त्यो ढोल दिहल के हुन्छ ल अब दौडाल्यो नि खड बजाउने सबभन्दा लास्टमा कङ्ग अजिमा आउँछ अनि पछि आएर उता यता त्यो महाबौद्धको गलीतिर जान्छ अनि त्यहाँ सजाएर अनि लिएर आउँछ कि अनि लिएर आउँछ अनि त्यो कङ्ग अजिमा बस्छ अनि दुईटा अजिमाले त्यो भद्रकाली अनि त्यो घुम्छ परिक्रमा हुन्छ अनि जात्रा त यति चाँडै सकिन्छ कि कति बेर कुरे जस्तो हुन्छ होइन त्यो कङ्ग अजिमा आयो कि सक्यो कि जात्रा म त त्यस्तो टाइमै लाइक तेरो छिमीको बिस्कामा त क्या स्लोली भाइब चढिया हुन्छ नि त
त्यो भाइबै हुन पाउँदैन क्या बियर सकिनु भ्याउँदैन क्या आयो कङ्गोजीमा आयो आउने बित्तिकै त्यो चिलाक साट्यो 3-4 राउन्ड हुन्छ अनि कङ्गोजीमा गइहाल्छ त्यसपछि पटकाली सक्यो कति चाँडो बियर गयो हेर चेक हाइप चाहिँ एकदम माथिको होइन तर हेर्न गयो भने छैन कि धेरै बेरको म्याक्सिमम 5 मिनेट होला कि त्यही के कङ्गोजीमा आयो कि त सकियो कि भन्यो भने हुन्छ कि दादाले अनि खट लिएर दौड्यो हुल मात्र पाइयो त्यसमाथि अहिले त्यो स्मोक बाल्छ होइन के देख्दैन गनाउने कि त्यो होल स्मोक छ त्यत्रो हुलमा त कस्तो रातो पहेँलो निलो त्यो तिनवटा बल्छ त्यो नै कस्तो धमिलो हुने क्या कस्तो कस्तो झन् यतिकै त ठेलान ठेल हुन्छ त्यसको माथि त्यो झन् दायाँ बायाँ बाल्टिनबाट त उकुस उकुस ननिस्किने होलले त अगाडि बसिरहेको मान्छे कहिले काहीँ पछाडि पल्टिन्छ ठेल्दा जो अगाडि छ त्यही पोर्छ होइन फेरि यहाँको जात्राहरूमा चाहिँ केटाहरूको पूजाले के गर्ने दर्शनमा हान्नुमले त्यस्तो गरेर बाजा बजाएर आउँछ कसले बाजा बजाउनेहरूको जोस नि हानुमलाई जस्तो गरेर घन्टा घन्ना खत्ता गर्दै हो अनि जोस चाहिँ छुट्टै क्या जस्तो छुट्टै हुन्छ लाइक अस्ति हिजो जात्रामा फोकना जोस आयो मेरो म यो यहाँको भएर म यहाँको भएर पनि होइन धिमेमा चाहिँ यो बाजा बजाउनेहरूमा चाहिँ छिमीमा रमाइलो छ कि त्यहाँ चिलमा बजाउँछ कि यहाँ त घोडा दौडे जस्तो दौडाउनु यहाँ त बे मान बजाउनेहरूको जोस छुट्टै नाच्नेहरूको जोस छुट्टै टिमीमा फेरि कोअर्डिनेट गर्छ नि त बाजा जुत्यो भने होइन यहाँ त कम्पिटिसन छ लाइक त्यहाँ नच्यापिने च्याप्दैन भन्दिनँ कि म च्याप्नु चाहिँ च्याप्छ होइन तर निस्किन्छ के है यो र म हामी तिनजना जाँदाखेरि होइन बालकुमारी भित्रै छिर्दियो त्यस्तो हुलमै छिर्दियो कि बाजासँग काहीँ न त्यो मजाले गइरहेको पनि देख्छ होइन हेर्दा सक्दैन जस्तो लाग्छ तर फ्लो त्यतिकै छ त्यो लाइक यहाँ चाहिँ के हुन्छ भन्दाखेरि फ्लो नै रोक्यो कि यहाँको चाहिँ एक त्यो हामी पनि त्यो घुम्ने बेलामा छुट्याएको छ नि त फ्लो नै गएको कहाँ भइसक्यो दुईजना तल दुईजना त्यो माथि गयो भने चाहिँ होइन त्यो सधैँ के गर्ने भने माथि त्यो न्यु पोखो भन्ने ठाउँमा गएर बस्ने कि त्यहाँ भेट्छ कि सबैलाई छुट्यो कि त्यहाँ जाने कि अस्ति कसको कन्सर्ट भएको थियो भनेर सुनेर अस्ति के फेरि त्यही स्टोजिन भ्याली कि के भन्छ स्टेज बनाएर होइन पोखरीको बिचमा स्टेज बनाएर के गरे त्यो अवार्ड छ धीरज राई को थियो त्यो त थाहा छ नि जस टिकटकमा ढिमे मात्र आउँछ अरू कसैको थुप्रै देख्दैन हेट ध्यान अवार्डहरू के गरे त्यो भन अब यस्तो यस्तो बिस्तारै रानी पोखरीमा पनि हुन्छ बिस्तारै रानी पोखरीमा पनि गर्छ बियर छैन भन्दा चाहिँ यहाँ पाटनमा पिनमाल त्यही बालमा चाहिँ हुन्छ होला भन्नु त के भन्ने है पिनमालमा त गरि हाम्रो कम्युनिटीको सबभन्दा ब्याकड्रप चाहिँ त्यही कि हाम्रै कम्युनिटीले चाहिँ जहाँ पनि जे पनि गर्नु पायो होइन अरूले गर्नु पाएन कि त्यो एउटा कस्तो नराम्रो टाइपको सेल्फिस देखिने कि आफूलाई बस्ती हामीले पायो चाह्यो भनेपछि जे पनि पायो टाइपको अहिले ऊर्जा मन्त्री त्यसमा छ होइन हट टपिक अहिले त्यसले बोल्ने कुरा हो त्यो लोड सेडिङ छैन भनेर आफ्नै अन्तर्गत पढ्ने बिहान आफ्नै अम्ब्रेलाभित्र पढ्ने पनि अब हुन्छ अरे भने अब हुन्छ अरे त्यही त होइन त्यसले त्यो बोल्नु भनेको त आफू असक्षम देखेको होइन त त्यस्तो नि बोल्ने तर फेरि म त्यो पक्षमा चाहिँ हो कि त्यो कुलमान घिसिङ भनेर चाहिँ बस्नु चाहिँ हुँदैन कि त्यो त मान्छेहरू होइन उसले गरेको र ठ्याक्क कोइन्सी के त्यो मिलेको के सिक्वेन्स मिलेको भन्नु पर्यो ठ्याक्क त सबै मिल्दै गएको ठ्याक्क मिलेको हो कि खास चाहिँ यहाँ चाहिँ जाडोमा चाहिँ तेरो त्यो हुन्छ कि लोड सेडिङ हुन्छ कि यो सुक्खा मौसममा जबसम्म हाम्रो त्यो क्यापासिटी पुग्दैन नि तबसम्म हुन्छ नि किनभने पानी छैन भने बत्ती कहाँ अब हामीले विन्ड मिलहरू बनाएको छैन त्यही पानीकै पानीबाट हो अनि हाम्रो अर्को फोसिल पावर पनि छैन होइन त त्यही पानीकै भरोसा हो जे छ सगरमाथाको भरोसा त्यहाँबाट जति पानी जति हिउँ च्याट पक्रिँदै आयो त्यति अनि पछि पहिला खानी छैन डिजेल खानी छैन अनि त्यो अर्को चाहिँ खेर चाहिँ जान्छ
होइन त्यो रेनी सिजनमा खेर चाहिँ जान्छ रेनी सिजनमा त खेर नै जान्छ। स्टोरेज स्टोरेज छैन। स्टोरेज चाहिँ छैन छैन अनि पछि हाम्रो त्यो पनि छैन के खपत गर्न सक्ने त्यो के क्षमता पनि छैन त्यसको लागि त क्रिप्टो लिएर आउनु नि होइन ल बेच्न दिँदैन भने माइनिङ त गर्न पाएँ नि त्यो खेर गएको जति सब माइनिङ गर्ने सुक्खामा केही पनि नगर्ने फेरि माइनिङ गर्ने हामी माइनिङ मात्र सिजन चाहिँ दिने कि mining। यति टाइम चाहिँ तिमीले माइनिङ गरायो भन्ने टाइपको दिँदैन सिधै बिहान यस्तो हो सल्युसन निकाल्दैन सिधै इजी भयो कि अनि पछि जब अनि सोलुसन निकालेर त्यो सबै भइसक्छ नि त्यो प्रडक्ट भनौँ सर्भिस भनौँ जेसुकै भनौँ होइन सुन्न नसक्ने भयो कहाँबाट कहाँ पुगिसक्छ क्या कहाँबाट कहाँ पुग्छ हामीले त आशै नगर्ने टाइपको इन्डियालाई धन्यवाद दिनुपर्छ के बोलेर रहेछन् इन्डियालाई धन्यवाद दिनुपर्छ। चाहिने नचाहिने बोले हामीले बिचराले त आफ्नो लजिकको बोले त्यहाँ एउटाले त्यहाँ पार्लियामेन्टमा के बोलिसक्यो हामीलाई यो चाहेर होइन टुरिस्ट बनाउनलाई भन्ने अर्को त्यो कहाँ त्यो बत्तीको त छोड्दैन त्यो त आफ्नो फिल्डको बोला कुन फिल्डको बोला पनि हान्दैछ नि तिम्रै घरबाट सुरु गर त्यहीँ बोल्यो नि जसको जवाबमा बोल्यो नि त्यो होइन उसको घरबाट पहिला पाउँथ्यो केटी एकजना पुग्छ त्यो कहाँ पुगेको त्यो चाहिने डिमान्ड हो त्यो मर्ने बेला हरेक आएको विवादितहरू होइन केही पनि होइन होला उहाँ मन्त्री थाइल्यान्ड कि ब्याङ्कक घुमेर आउनुभयो होला त्यहाँको त्यो देखेर त्यहाँको अनि उसको स्ट्राइक होला क्या नेपालहरू किन जाँदो रहेछ त्यहाँको फाइनेन्सियल इन्कम देखेर अनि यो सिस्टम हामी कहाँ ल्यायो भने चाहिँ के होला यतिकै त चलिरहेछ होइन चाहिने टपिक भन्दा नजाने टपिकमा डिबेट गर्दैछ त्यही भएर भन्छु कि अमेरिका बाहिरबाट देशको 5-6 जना हाल्यो सबै एउटा फिल्डको लागि एउटा यत्रो हामीलाई किन जायो होइन 10 छरीको कुरा आउने गरे क्या डिसिजन लिनु सजिलो नि त मेरो यस्तो मिटिङ भएपछि आफ्नो फिल्डको एकजना हेड ल्यायो चाहिनेमा भन्दा नचाहिनेमा डिबेट त्यो भयो होइन अर्को वर्ष त्यसको डिबी पनि हुँदैन होला है। यही वर्ष हुँदैन नि सकिसक्यो नि अब त्यो भरेकै मतलब छैन नि भन्नेहरूकै मतलब छैन। अस्ति कतिजना त रिटर्नै पठायो होइन त्यही भएर पैसा बच्यो कि 200 कि 300 फ्रीमै भरिन्छ नि आफै भरे पनि हुन्छ होइन कस्तो बाहिर जाने प्रोसेस गर्नलाई त मुडै गयो यो यहीँ बस भनेको क्या तिम्रो यहीँ बसी तिमीहरूको परिसक्थ्यो होइन भरे त सेयर सर्टै हो नि यो वर्ष स्योर यो वर्ष सेयर पर्थ्यो ल मलाई भरेको अल्छी लगाएर होइन नभरिकन बसेको एक वर्ष हेर्दैनौँ न के गर्ला कि भनेको यस्तै हुन्छ भनेर हो नभएर बेकारमा के त्यो चिता पऱ्यो नि लिन्न पनि चिताकै काम होइन यो देशको लागि केही गरौँ भनेर नभए त नभरेको नि यहाँको एकदम के भन्ने निडफुल माइन्डहरू त बाहिर गइहाल्छ नि तर गइ पनि रहेछ नि थुप्रै गइरहेछ होइन जानु राम्रो हो कि जानु पर्छ राम्रो हो किनभने नेपाली भएर होइन नेपालमै बसेर नेपाल चिनाउनु पर्दैन तिमीसँग माइन्ड छ कन्सेप्ट छ आइडिया छ गएर जहाँ सुकै कमाउ होइन यहीँ बसेर गर्नुपर्छ भन्ने टाइपको कन्सेप्ट चाहिँ पहिला पहिला यहाँ जात्रा यहाँ मन्डे अब वर्ल्ड वाइड मन्डे छ अस्ट्रेलियामा हिँड्ने जात्रा अमेरिकामा त्यसरी नगए भए चिन्थ्यो त्यहाँ यो कुरा चाहिँ अलिक मिल्दैन फेरि त्यसरी चाहिँ मिल्दैन जात्रा हेर्ने हो भने चाहिँ यही हो कि त्यो त हो यही आऊ यही हो हो यताकोले अलिअलि गर्दा त फैलिएर त्यसरी फैलाउनु पर्दैन जात्रा चाहिँ होइन जहाँको हो त्यही त्यो भनेको जहाँको हो मेन त यही भयो नि जात्रा भनेको चाहिँ कस्तो हुनुपर्छ भने खास त हाम्रो ब्युरोक्रेसी मिल्दैन होइन परराष्ट्र मन्त्री छ नि उसले गर्नुपर्छ कि फैलाउने भनेको उसको काम हो कि त्यस्तो भनेको नेपालमा टुरिज्म बोर्ड भन्दा पनि उसको कतिको हात छ भन्ने हो कि टुरिज्म बोर्डले त के
अब हाम्रो राष्ट्रिय भाउजू यताउता जाँदै बिजी छ हुन त होइन उहाँ त्यो के पढे लेखेको मान्छे चाहिँ हो होइन एक्सपेक्ट चाहिँ लाग्छ मलाई जे भने पनि हुन त एकदम भव्य मान्छे त एकदम क्वालिफाइड हो कि एकदमै पढे लेखेको मान्छे हो कि त्यो नेपाली इङ्ग्लिसमा आउँछ हो एकदम मान्छे अर्को तर चलाउनु त उसकै हातमा छ नि त तर त्यही पनि खै के गर्छ त्यो अस्ति त्यो हाम्रो पूर्व राजाको र्याली भएको थियो नि त त्यसमा पनि के मलाई चाहिँ होइन त्यो हुल देखेर चाहिँ हो एउटा लाग्यो होइन केही न केही चाहिँ लागेको थियो तर त्यसमा मैले त्यो इन्डियाको यो युपीको चिफ मिनिस्टरको योगी आदित्यनाथ छ नि त्यसको पनि देखेँ त्यो भनेको त पहिल्यैदेखि भनिएको छ नि त अब नेपाल इन्डियाको अन्डरमा भन्छ नि त त्यसको पोस्टर देखेको छ राजा पनि के त्यसकै अन्डरमा त्यो त मिल्दैन नि त उसकै मात्र इन्फ्लुएन्समा अरु केको लागि गइरहेछ किन गइरहेछ खासै क्लियरै छैन बोक्ने मान्छेले नि बोक्नु नहुने होइन अलिक बुद्धि पुऱ्याउनु पर्यो नि राजनीति गर्ने बरु त्यसको सत्ताबाट होइन देउडाकै बरु बोक त्यत्रो भन्छ देउडा सेउडा बोक झन्डा सन्डै बोक्दै यतिकै त सिधा देख्ने ढोटी हानिन्छ झन् यत्रो बोकेर हिँडिरहेको सँगै कम्पेरिजनमा फेरि त्यो राम्रो कुरा होइन मैले होइन बोके मान्छेलाई पनि थाहा छ ल त्यो मान्छे के हो भनेर ठ्याक्क त्यो राजाको त्यो हुनु अनि दुर्गेश थापाको त्यो गीत भाइरल राजै दुर्गेश थापा राजालाई डाउन पार्दै कस्तो बिरी त्यो भएको कि होलीमा कति बजेको रहेछ अनि टाउमै बजिरहेको थियो कि टाइममा आइपाएको थियो त्यसको कमै होला अहिले बाहिर त कहाँतिर हो त्यो एसएसजी किन बोयकट कहाँ बोयकट अनि बाइकट एसएसजी त कहाँतिर गरेको छ होइन हान्ने हुँदैन खै मलाई त्यो चाहिँ थाहा छैन बरु जापानमा चाहिँ भइहाल्छ भनेर थाहा छ 28 जना कि कतिजना स्टुडेन्ट छ एसएसजी ए दिइरहेछ 28 जना कि कतिजना छ त्यहाँ तिनीले राखेको थियो जस्तो दिनेहरू छ जापानमा अहिले भएर सँगै आजबाट अस्ति होलीमा के त एकजना मान्छे आयो थर्काउनलाई एउटा घर ओए गरेर चाहिँ पछाडिबाट पानी झ्यापे अर्कोले मेन त त्यही निरजबाटै सुरु भयो कि ना फेरि त्यतिखेर त्यसले हानेको ठ्याक्कै हेडसट लगाइदिए त्यो एउटा बाटो पछि त काम गयो त्यो झन् बिचकाउने होइन चुलाएर हिँड्दिने हो कि आज एउटा घरमा तर्काएर पछाडि अर्को घरबाट उता म उता हस्पिटल गएर पनि भयो कि जाम अर्क्यो है हेड खातिर अर्केँ पठाउ गरिरहेको थिएँ मोबाइल यस्तो भयो एक बाल्टिन खनाए मोबाइल हेर्छ फेरि खनाइ ल्याइसक्यो मोबाइल किन निकाल्ने होइन गोजीमा हाल्नु नि होइन के त्यस्तो होली क्राउडमै नछिर्नु त्यस्तो स्ट्यान्डमा राखेको छ अर्कोले हाने त्यसलाई परिरहेको छ त्यो पुचिरहेको छ होइन फेरि त्यहीँ हाल्छ फेरि अर्को पानी खन्छ कि मेरो मुख हेर्छ गोजीमा हाल्नु गोजीमा हाल्यो पाइप लिएर लगाइदिरहेको बच्चाहरू लगाइदिरहेको थियो कि एकजना त्यतिखेर मैले त्यो एउटा फुच्चे भेटेको त पिटिदिन्थेँ भने त्यो केटीलाई हात हालेको छ नि कस्तो त्यो नचाहिने कस्तो खै त्यो त प्यारेन्सियल मिस्टेक जस्तो लाग्छ क्या त्यो भनेको है मलाई त हुन त ठुलै जस्तो खुच्यो भयो ठुलै भन्नाले अब त्यो टिनेजतिरको त्यो भइसक्यो होला कस्तो त्यो केटीलाई लखट्ने अनवान्टेड टाइपको हरासमेन्ट टाइपको भयो कि कस्तो त्यो एमान होलीमा त्यही एउटा फाइदा कि मुखभरि कलर दले आउँछ को हाम्रो बारीमा कसलाई हान्नलाई यहाँबाट हानेर मिलेर एउटालाई क्या हान्छ नि केटा र केटी मिलेर कसलाई केटा र केटी मिलेर एउटालाई एउटा न्युरोडमा पनि झगडा भयो कहाँ पनि परेको इभेन्ट विरोधमा त ग्याङ फायरै भयो इभेन्ट भित्र जस्तो लाग्यो
न्युरोडमा बसन्तपुरमा कपाल हिँडिरहेको थियो नि त अनि एउटा केटी जान्छ अनि केटीले सिधै त्यो बाटोमा यति उभिरहेको त्यो छ नि होलमा त्यसलाई विशाल बजार अगाडि। त्यो विशाल बजार अगाडि कपाल मेरो हान्ने त बिचरा थाहा पनि छैन किन कुडा आएको त्यो त्यसो भएको थियो नि त होइन त्योजना बुढाबुढी के झगडा गरेर हेर्ने होला छोयो कि के होला क्या यस्तो हुलमा त छोइहाल्छ होइन केटीले बजान्छ केटाले बजान्छ बिचरा केटा के नि त्यसले बिचरा थाहा पनि छैन किन कुडा भनेर है त्यो भिडियोमा त्यही त जाने सिङ्गल हुनुको पिरा भन्छ कि बुढाबुढी मिलेर कुदिरहेको छ कि त्यसलाई किन पनि हाल्छ त्यो यत्तिकै पोलसँग मात्र बसिरहेको थियो केटीले झ्यामा हान्छ अर्को बोयफ्रेन्ड आएर पनि हानिदिन्छ 4-5 सल्पलाई खान्छ अनि बल्ल होस आउँछ अनि त्यसले बचाउनु थाल्छ केटा नि केटी त्यसले पनि होइन त्यो भिडियो कहाँ हाँसिरहेको छ कि फेरि ब्याक टु सिङ्गल भर्सेस कपाल अन्डा हिँडेको मान्छेले यत्तिकै भइदियो भने ह्याकर भाइ ह्याकर बस्नु चप्पल फाला फाल होइन चप्पल जुत्ता त फाला फाल्ने त्यो त हरेक वर्ष मेन त भोलिपल्टको न्युज भयो होलीको एक दिन होलीको भोलिपल्टै बालेनले चिटिक्क पारे हनुमान ढोका अरे ए हेडलाइन नै त्यस्तो भन्यो नि बालेन किन भन्नु पर्यो होइन काठमाडौँ महानगरपालिकाले उनीहरूको पनि भोलिपछि त हरेकचोटि गरिरहेको हुन्छ होइन यो मात्र होइन कि हरेक वर्ष सफा गरिहाल्छ क्या त्यो हरेक वर्ष त गरिहाल्छ अहिले त्यही बिगिरहेछ कि उसको फेस बिगिरहेछ मलाई लाग्छ पहिला त होली सिद्धिनुभित्र राति आएर गर्थ्यो तर मलाई किन यो लागेको छ कि इफ होइन बालेन होइन अर्को एक कार्यकाल त्यो मेट्रोमा बस्यो होइन अनि त्यसपछि मेयर उठ्यो होइन अनि त्यसपछि त्यो यो के संसदीय चुनावमा आउँछ नि सङ्घीय चुनावमा आउँदाखेरि चाहिँ त्यो जुन यो हाम्रो काठमाडौँ महानगरपालिकामा गजुर हाल्ने काम भइहाल्छ नि उसको लाइक गरेको त अरूहरूले हो अगाडिदेखि गरिआएको प्रोजेक्टहरू हो नि त कति ऊ आयो गजुर हाल्यो नि त ऊ त्यो सङ्घीयमा जाँदाखेरि पनि त्यस्तै हुन्छ जस्तो लागेको छ कि हेर रोडहरू फेजमा बनिएको छ पुलहरू बनिएको छ होइन ऊ जाँदाखेरि अब हेर युट्युबै उस्तै हुन्छ होइन अनि पछि बालेनले उद्घाटन गरे यहाँको नयाँ पुल यस्तै न्युज मात्रै हेर्नु पाउँछ जसलाई लाइक अब साइड मिलेको साइड ठ्याक्क मिल्छ त्यो भिडियो भन्नाले मेलम्चीको उद्घाटन गरे जस्तै यता कहाँको धारा छ नि एउटा होइन को आयो जो आयो उद्घाटन गरिहाल्छ जो आयो उद्घाटन हाल्यो उद्घाटन गरेको कति पछि फेरि बन्द क्या पानी नै फेरि उद्घाटन पछि फेरि उद्घाटन तर मलाई ऊ चाहिँ त्यही गजुर हाल्ने नै हुन्छ जस्तो लागेको छ कि फेरि प्लानिङहरूको होइन अब अहिलेदेखि प्रेसर झन् परिरहेको छ अब गर्दै जाँदाखेरि ठ्याक्क टाइम सिद्धिन्छ त्यो आउने उनीहरूको के खर्च गर्ने पैसा सक्यो भने त्यो छैन नि त अहिले अधिकृतको प्रशासक के छैन त्यो सचिव छैन नि कहाँ छँदै छैन नि निकालेको बालेनले निकाल्यो त्यो पुरै खर्चहरू त सब सबै उनीहरूले दिने तलबहरू सब रोकिरहेको रहेछ नि त त्यत्तिकै रहेछ त्यो नयाँ पनि नियुक्ति भएको छैन है हाम्रो प्राइम मिनिस्टर मेयरसँग युद्ध खेल्नमा एउटा अचम्म लाग्दा जान मानेन भन्दैमा ओके टाइपको कि जहाँ भनेर पठाउने हो यो हाम्रो यो महासचिवहरू त एक हिसाबले त त्यो देखेन र के दुर्गम जान रेडी यो सिटीमा बस्न रेडी नभएको जस्तो नि त त्यो हेर्दाखेरि पहिला भयो त होइन पहिला सिटीमा आउनु उनीहरू कति तडपिन्थ्यो नि दुर्गम जाँदैन थियो नि त रुरल प्लेसहरू धेरै काम गर्नुपर्छ दुर्गममा त झन् आनन्द खासै काम पनि पहिला भयो त बस्न मान्दैन थियो नि त त्यहाँ जानै मान्दैन अनि त्यो अचम्म लागेको चाहिँ नाइ भनेको त्यो टाइपको कि कोही जान मानेन तँलाई मैले जा भनेको गइहाल भनेको भन्यो होइन यो यो अर्डर दिने तेरो काम हो तँलाई मैले राम्रोसँग भने तँलाई अर्डर दिएको तर हाम्रो कन्ट्रीको सबभन्दा ब्याकड्रपै त्यही हो पिडब्लुडी नै ठिक छैन पिडब्लुडी मात्र एकदम स्ट्रङ बसेको भए त नेता जोसुकै आओस् कि अनि पछि तेरो उनीहरूमा चाहिँ के भने चाहिँ त्यो के बन्छ नि मलाई भन्नै आएन त्यो टियुको सबभन्दा हेडलाई के भन्छ त्यस्तोहरू बन्छ अनि गभर्मेन्ट चेन्ज हुने बित्तिकै तिनीहरू चेन्ज हुन्छ नि त त्यो चाहिँ गर्नु भएन कि त्यसको सट्टा त्यो जो बन्छ नि एउटा गभर्मेन्ट आउँदाखेरि जो बन्छ नि त्यसको नि 5 वर्ष चाहिँ त्यो पनि कि
त्यसरी बस्यो भने चाहिँ पिडब्लुडी आफै बलियो भएर आउँछ कि त्यसमा तेरो स्थिर सरकारै चाहिँदैन कि पिडब्लुडीले आफ्नो काम मात्र गर्नु पर्यो होइन टाइममा त्यो चाहिँ मजाले गर्नु पर्यो त्यही त यहाँ फेर्न पाएको छैन 1 महिना त सेलिब्रेसनै अनि त्यो फेर्यो होइन? फेरेर पनि फेरि यस्तो हुने कि अब भनौँ त एउटा पार्टी म एउटा पार्टी तैँले काम गरिरहेको छ त चेन्ज भयो भने म तेरो कामै गर्दिनँ कि म नयाँ मेरो प्रोजेक्ट गर्छु कि तेरो फाइलै म साइनै गर्दिनँ कि त्यसरी अड्किन्छ कि त्यो कारण धुलो खाएर बसिरहेको छ त्यो साइन हुँदा फेरि त्यही पार्टीको मान्छे अनि त्यो फाइल लिएर आउँदा कहिले आउने अनि अब सरकार चेन्ज भयो म चेन्ज भयो ऊ फेरि आयो भने मेरो फाइल छुँदैन कि त्यो फाइल फेरि साइड लगाइदिन्छ त्यही पार्टीको आयो पनि त्यो फाइल यतिकै भएर त्यसले पनि नयाँ लिएर अनि पछि यो सोबियु चुनाव हुन्छ नि उनीहरू त्यही कि यो बाहिरको चिया अड्डामा बस्यो गफ हान्यो बस्यो अनि त्यही एडमिसन आउने बेला अलिअलि त्यो कलेजको बारे भन्नु छैन यहाँ यस्तो यस्तो हुन्छ भनेर तिमी कुन पार्टीमा छिर्ने सुरुमा होइन एबिसी हाँ? एबिसी अँ, कुन चाहिँ पार्टीमा थुप्रै छ नि एबिसी अनि पछि त्यस्तो भइरहेको हुन्छ खास त उनीहरूको भनेको त्यो प्रोपोगन्डा नै अर्कै हुनुपर्छ कि। म त्यसमा चाहिँ होइन कि चुनावै हुनु हुँदैन भन्ने होइन कि प्र्याक्टिस हो त्यो भनेको चाहिँ होइन हुनु चाहिँ पर्छ तर प्र्याक्टिकली हुनु पऱ्यो कि तिमी त्यहाँ बसेर देशको आन्दोलनमा लाग्नु परेन कि तिमी कलेजकै इन्टरफियरमा मात्र बस्नु पऱ्यो कि रेस्लिङ खेल्न गयो जस्तै यहाँ त ओहो ढुङ्गा उठाउनु जाने हाम्रो गगन दाइ त्यही भइहाल्यो कान्तिपुरको हेडलाइटमा के फ्रन्ट पेजमा के आएको हाम्रो काङ्ग्रेसले बोलाइदिइहाल्यो गइदिइहाल्यो त्यो भयो त्यही अनि त्यो को झाँक्री रामकुमार उहाँ पनि त्यस्तै त हो नि त्यही ढुङ्गा हान्नेमै हो अनि त्यो अर्को के राजनीतिको लागि बाटो बनाएर जस्तो कि त्यो रासोपा जतिसुकै मलाई मन नपरे पनि होइन त्यसले चाहिँ एउटा के चाहिँ इस्टाब्लिस गरिदियो भने कन्ट्रीमा तिमी स्टुडेन्ट युनियनबाटै आउनुपर्छ भन्ने चाहिँ छैन इस्टाब्लिस गर्यो कि उसले चाहिँ पहिला त इफ यु वान्ट टु डु पोलिटिक्स होइन तिमी आउन चाहिँ पाउँछ है हरेक बाटोबाट भन्ने ओपन वे गरिदियो ढोका खोलिदियो नभए त पहिला त्यसमा लाग अनि त्यसको अध्यक्ष बन अनि कुनै नेताको चाकरी गर अनि त्यो चाकरी गर्ने एकजना बसिया हुन्छ त्यसको तलकोहरू सुटकेस बोकेर कोही खाडीतिर कोही कहाँ जान्छ होइन अनि पछि चाकरी गर अनि पछि कहीँको टिकट पाउँछ दुर्गम ठाउँको स्योर जित्ने ठाउँको वडा अध्यक्ष बनाइदिन्छ वडा अध्यक्ष बनाइदिन्छ आधा जिन्दगी सकिसक्छ त्यतिमै कति सकिसक्यो घाम ताप्ने टाइममा डेस्टमा त्यो पनि ग्यारेन्टी छैन स्टुडेन्टहरूको चाहिँ त्यही सरकारी कलेजमा त्यही भएर आज पनि तर सङ्कट मलाई यो पुलिस थियो जतिसुकै त्यो इलेक्सन सिलेक्सन भन्छ नि तर यो इन्जिनियरिङ फ्याकल्टीहरू हुन्छ नि र अनि यो बिबिए यो अलि के भन्छ यस्तो कोर्सलाई के भन्छ भने चाहिँ अलि एलिट क्लासको कोर्स भनौँ न होइन यिनीहरूलाई चाहिँ त्यहाँ चाहिँ अलि त्यस्तो ह्याम्पायर गर्दैन जस्तो लाग्छ कि मलाई बस्दै छ जस्तै तेरो यो पुल्चोक क्याम्पस भयो होइन त्यो इन्जिनियरिङमा बेस्ट भयो नि त आइज बस म के भन्नु थिएँ त्यस्तोमा इफेक्टै पर्दैन क्या पोलिटिक्ससँग मतलबै छैन क्या त्यो पढ एक्जाम दिए गर्दा त्यो अलि एलिट बागबजार एरियातिर हिँड्नुपर्छ ल त्यहीमा मलाई त त्यो के त पढेको पनि त्यो पब्लिक युथ छ नि पब्लिक युथमा तर होइन त्यो बिबिए पढ्नेहरू कस्तो ड्रेस लाएर क्या चिटिक्क परेर हेर्दै अर्कै देख्छ कि तिनीहरू त्यो कलेजमा पढ्ने भन्न सुहाउँदैन कि बिबिए पढ्ने र बिबिएस अनि बिबिएस पढ्नेहरूमा फेरि हाउडेहरूमा क्लासको त मतलबै छैन मनलाई बसेर मनलाई बाहिर चिया खाएर बस्यो जाको पनि त्यस्तै हुन्छ हुन त सबै त बिबिएसको त प्राइभेट बाहेक प्राइभेटमा पनि त्यस्तै हुन्छ बिबिएस धन्न युनियन एउटा हुँदैन है। युनियन एउटा प्राइभेटमा चाहिँ त्यही कोर्स चाहिँ अलि राम्रै पढ्नु पर्दो रहेछ कि यो ब्याचलरमा चाहिँ त्यो के होटेल म्यानेजमेन्ट भयो उनीहरूलाई त्यस्तोमा तिनीहरूको त टाइमै भ्याउँदैन कि
उनीहरूले सोच्नै भ्याउँदैन के कि। गर्नुपर्छ होटल म्यानेजमेन्टको झन् नाथम हेर्नु पब्लिकै हो नि तर कस्तो सही छ नि त्यहाँ होइन बिहान त्यो के स्टोरीहरू त्यो नामले स्टोरीहरू हान्ने बेला ओहो दामी छ मैले त प्राइभेटै भन्दा नि प्राइभेट त्यस्तो त्यस्तो चाहिँ हुनुपर्छ कि एफिलिएट भएर प्राइभेटले लिने बेला चाहिँ त्यो चाहिँ कस्तो मजाले चलाउने अनि पछि त्यही गभर्मेन्ट भएर बस्ने बेला चाहिँ जसको आशीले आफ्नै हो आशे त्यहाँ भन्छ नि, चाहिँ अब त्यही त नि। जसको आफ्नै हो त्यसमा त्यहाँ चाहिँ भद्रो आँखै नजाने नि आफ्नो भइहाल्यो बिस्तारै चल्दैछ जे 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 भनेर त्यो हामीले थन्के सामान त्यो नपासौँ माथिको नेताहरूलाई त्यही तलको सुकुले तिनीहरूलाई फोन गर्यो आज यहाँ जुलुस छ जानुपर्छ पेट्रोल हालिदिन्छु म हाली पनि सुन्दै इभन अस्ति हाम्रो त्यो पूर्व राजाको त्यो आउनुको एक दिन अगाडिको र्याली चाहिँ यो नारायणी पठाउहरू सबै बोलायो ए रिक्वेस्ट गरेर अनि त्यो बाइक र्याली आएको थियो नि त सबै पठाउवालाहरू पठाउ इन्ड्राइभवालाहरू काम नपाएर आएको यतिकै बस्नु जाँदा होइन डुल्डिम यतिकै गुडी यतिकै बाइक डुलिरहेको हुन्छ यसमै डुल्डिम अब के गर्नु टाइम पास त भयो अलि टाइम पास हुन्छ रमाइलो हुन्छ मैले कस्तो त्यो बिर्सेँ त्यो एमालेको हो कि काङ्ग्रेसको नेताले चाहिँ त्यो त्यसमा हिमालयन टिभीमा इन्टरभ्यू दिएको थियो कि उसले भनेको कुरा एकदम सही थियो कि राजा आयो भने होइन यस्तो कि अब राजा त्यो पूर्व राजाको कुरा गर्ने हो भने यो जति यो राजावादीहरू छ नि उनीहरूले जति अब यो कङ्ग्रेसले यो गर्यो एमाले यो गर्यो भन्छ नि हामी पनि हिस्ट्रीमा गयो भने त उनीहरूले त झन् भयङ्कर गरेछ नि त होइन त हिस्ट्री खोल्ने हो भने त खोल्यो नि त खोलौँ न अब सकिसकेको कुरा तान्ने भयो भने कोटाउने भयो त पुरै गोटाइ डाइनोसर चाहिँ नभेटेछौँ खन्नै पर्यो उनीहरू पनि दुधका धुला हो उनीहरू पनि दुधका धुला हो र त्यस्तो टाइपको कि मलाई चाहिँ उसको पोइन्ट चाहिँ ठिक लाग्यो तर कमेन्ट सेक्सन चाहिँ मेबी हामीले पनि गाली चाहिँ खाइन्छ होला यो कुरामा होइन तर कमेन्ट सेक्सन चाहिँ चोर यस्तै होइन तर पोइन्टको कुरा गरेपछि मान्छेलाई पच्दैन इतिहासै खोज्न थाल्यो भने त एकदम नराम्रो हुन्छ कि भन्ने टाइपको एउटा सोच्दै त्यो बस्यो कि यो धेरैजनाले खानु 601ले खानुभन्दा एकजनाले खाएको बेटर भन्ने टाइपको सोच लिएर चाहिँ मान्छेहरूले चाहिँ अनि पछि के अर्को मलाई चाहिँ त्यो पनि हो कि आफू त प्योर त्यो रिपब्लिकन थट भएको मान्छे है म त है मलाई त डेमोक्रेटै हो मेरो बेमान राजा किन डराएको त्यो पब्लिकै त हो नि त्यति नै सक्छ भने आऊ 2/3 लिऊ जाऊ बनाऊ आफ्नै सत्ता लिऊ आफै राजा बनु किन ऊ चाहिँ डराएको म त त्यही के गर्नै पर्यो म अहिलेको पार्टीलाई सपोर्ट चाहिँ गरेँ होइन पार्टीहरूलाई मेरो थट चाहिँ पुरा डेमोक्रेटिकै हो होइन तर अनि यसरी आन्दोलन गर्नुभन्दा त बरु सिधै चुनावमा उठ पार्टी छँदैछ चुनावमा उठेर कति वर्ष बाँच्छ 2 वर्ष 2 वर्ष के त्यो यतिको सकिन्छ होइन यति नै जमात देखाउन सक्छ भने लिएर 2/3 लिएर पनि आइहाल्छ जो पनि अब लागिहाल्यो 2 वर्ष थियो नि यतिकै सकिन्छ किन त्यसमा चाहिँ डराएको त्यति नै होइन पहिला त्यति नै गोर्खाको त्यो लाउँछ नि त ढाक लाउँछ नि त हामी नेपालीहरू त होइन गोर्खाली भनेर ढाक लाउँछ नि त मलाई त अझ के सँग लिएर चाहिँ अङ्ग्रेजहरूलाई त हरायो भने हराउ नि त यो अहिलेको सरकारहरूलाई पनि म त त्यही हो अस्ति पोखरा जाँदा यत्रो वेलकम अझ गोर्खै गइरहेछ गोरखनाथ पूजा के गर्नु गइरहेछ अब आउँदा झन् कत्रो बोल्यो ए हो फेरि गोर्खा जानला ए ए मनकामना जाने मनकामना गोर्खा गएर पूजा गरेर आउने रे पुर्ख्यौली घर भनेर आइरहेको छ अब त्यहाँबाट आउँदा अस्ति म कता साइकल भयो स्वागत गर्नुपर्छ कुन चाहिँ कन्ट्री गएर लागेको थियो मलाई त पोखरा छिमेकी नै गएको छ यो अल्लो घरबाट पल्लो घर त्यो पनि भ्याकेसनमा छुट्टीमा 1 महिना 1 महिना होइन जाने भयो त्यो मैले थाहा थिएन कि पोखरामा गएर मलाई कहाँबाट लिएर जानु के चाहिँ गरेर आउनु लाग्छ के टाइपको कि छुट्टी मनाएर आएको रहेछ नि त सबैजना बिहान फेरि यो राजावादीहरू भन्नेहरू पनि बिहान सबैजना त्यो आफ्नै इन्डिभिजुअल थट छ त्यो एउटा बुढाको त्यो लोन माफ गर्नुपर्छ भन्ने बुढा कसै पर्छ त्यो
सिधै नारायण हिटीभित्र अति छ नि त्यो अलि चिया खाउने दाइ एक लट मिल्दैन फेरि उनीहरू उनीहरूले कुरा मिल्दैन को कोलाई बोलाएन यो आन्दोलनको कुरा निष्कर्ष निकालेर चाहिँ आन्दोलन जाने भनेर मलाई बोलाएकै छैन त्यो मेन त ओहो त्यो त्यसको के राप्रपाको जल्दा बल्दाको त्यो ज्ञानेन्द्र साई ओहो त्यसले त्यो जुन पार्लियामेन्टमा खोक्यो नि त्यो जनता बोलाएर आएको हो भनेर आफै आएको भनेर भनिएको थिएँ नि त्यसको मैले त्यो राजा आउनुको त्यसको एक रात अगाडि कि 2 रात अगाडि मैले टिकटकमा भिडियो देखेको थियो कि त्यो के यो सन्तोष पन्त यिनीहरू सबैजना थियो होइन एकजना नेवारलाई बोलाउनु पर्यो हामीले भनेर अब त्यहाँ कोही नेवार पनि थियो होला त्यो मिटिङमा एकजना नेवार सबैजना आउनु पर्यो काठमाडौँ तर हामी नेवार आउँदैन हामीलाई त जात्रा आइहाल्छ होइन क्या अब नेवार जाने भए जात्रा बन्नु त अनि भयो 2 हप्ता बाँकी छ 10 दिन बाँकी छ अहिलेदेखि प्रिपरेसन सुरु भएर त रङसङ लाउने अब नक्ते बोलाउनु नबोलाउने कति किलो मासु काँडाङ्गाड हाल्ने अनि पछि मलाई राजाराम तन्दुकरको थट पनि कस्तो राम्रो लाग्यो कि उसले के यस्तो चाहिँ हुनुपर्छ भन्ने हो कि ऊ पनि बालेनको कहिले सपोर्ट गर्छ कहिले गर्दैन नि त हाम्रो काठमाडौँको मेयरको तर उसले त्यो भनेको कस्तो पोइन्ट थियो भने राजाले के चाहिँ गर्यो भन्ने टाइपले कुरा गरेको थियो कि त्यो काठमाडौँको मेयर त कमसेकम पूजा गर्नु गएको थियो नि त ऊ हाम्रो कम्युनिटीको नभए पनि कम्युनिटीलाई रिस्पेक्ट गर्नलाई त्यसरी गएको राजाकोबाट अहिलेसम्म के आयो भन्ने टाइपको कि त्यही खड्ग सिद्धि गर्दाखेरि पावर पाउने बेला मात्र आयो भन्ने टाइपको उसको तर्क थियो नि त त्यसको लागि मात्र आउने अरू के बेला चाहिँ आयो त्यही भएर त्यही क्या आफू त पुरै डेमोक्रेट हो मोनार्ची त कहिले नि कुछ बोला त विवाद हो जाएगा अरे यो भनौँ न पब्लिक छ नि पोइन्ट जस्तो भएको छ क्या आधी हेडमा चाहिँ आधी टेलमा चाहिँ त्यो जुट्ने मात्र हो कि पब्लिकमा नि जुट्ने यस्तो हो फ्री टाइम बेसी छ अहिले बेरोजगार फ्री पायो क्या दौड अनि पनि त्यत्रो ग्रेजुएट्सहरू छ त्यही पनि काम पाउन गाह्रै भइरहेछ नि तर यस्तो काम ब्रो पाउन भन्नु नि स्यालेरी त्यो छैन नि क्रिएट छ छैन त्यही त त्यो हो नि त सबभन्दा मेन प्रब्लम भनेको त्यो केपी ओलीले जतिसुकै त्यो ठट्टा गरेको भाषण किन नहोस् होइन तर त्यसले त्यो भनेको चाहिँ त्यो पोइन्टको कुरा चाहिँ ठिकै हो कि त्यो के रोजगार पनि सृजना गर्नु पर्यो म त गभर्मेन्टले मात्र तँलाई जब दिएर त पुग्दैन नि त प्राइभेट सेक्टरलाई तर हो प्राइभेट सेक्टरलाई उनीहरूले मोटिभ चाहिँ गरेको छैन तर प्राइभेट सेक्टर आउनु पर्यो नि त अगाडि उनीहरूले बाटो चाहिँ बनाइदिनु पर्यो होइन गभर्मेन्टले बाटो बनाइदिनु पर्यो प्राइभेट आउनु पर्यो त्यसपछि त हामी कहाँ जब नभएको होइन कि जबै छैन कि त्यो मतलब मैले भन्नु खोजेको कम्पनीहरू नै छैन भएको कम्पनी सबै डुबी बन्द छ बन्द गराइसक्यो डुब्यो त नभन बन्द गरे बन्द भयो सबै इम्पोर्टमै त्यो भयो कि बिजनेस गर्नलाई कहाँ गर्नु के गर्नु तर त्यो कम्पनीहरू बन्द भएको एक हिसाबले सही हो म त त्यसको पनि सपोर्टमै बोलिदिन्छु होइन किनभने चाहिँ त्यो राज्यको काम होइन कि कागज बनाएर बस्ने जुत्ता बनाएर बस्ने त्यो राज्यको काम होइन गभर्मेन्टको अन्डरमा प्राइभेट सेक्टर हुनुपर्छ क्या त्यहाँ भनेको त्यो गभर्मेन्ट सरकारले म इभन त्यो एयरपोर्टमा सुत्दा गभर्मेन्टले अझ इन्टरफेयर गर्छ नि एयरपोर्ट पनि प्राइभेट हुनुपर्छ भन्छ कि प्राइभेट भयो भने कस्तो कम्पिटिसन हुन्छ होइन प्राइभेट भनेको यस्तो हो कि प्राइभेट सेक्टर भनेको मान्छेले के भन्छ भने काम छैन यहाँ त्यहाँ भन्छ नि प्राइभेट सेक्टर भनेको कम्पिटिसन मार्केट हो कि त्यहाँ भनेको चाहिँ तैँले कुनै प्रोडक्ट 2 रुपियाँमा दिएछ भने म त्यो प्रोडक्ट 1 रुपियाँ 50 पैसामा कसरी ल्याउँछु भन्ने टाइपको सोच हुन्छ कि त्यसमा भनेको पब्लिकलाई फाइदा हुन्छ कि कम्पिटिसनले गर्दा चाहिँ त्यो प्राइस लो हुँदै जान्छ नि त प्रिमियम प्लस सस्तो खोज्छ नि त मान्छेले भनेको अनि पछि प्राइभेट सेक्टर भनेको चाहिँ त्यसरी हुन्छ कि आफू कम्पिटिसन भएर पब्लिकलाई फाइदा हुन्छ कि त्यसमा हो कम्पनी डुब्छ कुनै कम्पनी डुब्छ सबै सस्टेन हुन्छ भन्ने चाहिँ हुँदैन तर जेसुकै डुबोस् न पब्लिकलाई फाइदा हुने जस्तै कोल्ड एक्लै भइरहेको भए नेट कति महँगो भइरहेको हुन्छ कम्पिटिसनमा आउँदा हेर त क्लासिक टेकले 400 चान्चुनमा दिइहाल्छ कि महिनाको हुन त वर्लिङ महँगो त महँगो छ होइन स्टिल महँगो छ हो त तर प्राइस ड्रप भइसक्यो नि सब्स्टिट्युट छ नि त त्यो नघटाउने के छ भनेर गइदिन्छ नि त आफै जान्छ यहाँ वर्षै पछि यहाँ टार तान्ने सिजी आउनु अगाडिसम्म त महँगो त्यसले इन्ट्री गर्यो सस्तोमा त्यसपछि अब हाम्रै हेरौँ न म्याट सिधै भन्छ
कुन चाहिँ सस्तो छ अस्ति मलाई क्लासिक टेकले फोन गरेर ल्याइएको थियो मलाई पनि अनि पछि मलाई नै आएको अनि कति भने अहिले अनि त्यो भने अनि तपाईँको कति बाँकी छ भने 2 महिना बाँकी छ भने म 2 महिनापछि तपाईँलाई फलोअप गर्छु ओके 2 महिनापछि कल आउँछ सिजीले हुँदा हुँदा बिहाबाट निकालिसक्यो नि पनि खाल्यो सिसीले केही सेक्टरै छोडेको छैन अहिले त सब सब निकालिदियो सेक्टर समात्न खोजिसक्यो बिहारको नामै सिजी बिहार कि एउटा गभर्मेन्टले चाहिँ अर्को सबभन्दा यस्तोमा चाहिँ फोकस गर्नुपर्ने भने मोनोपोली चाहिँ फोकस गर्नुपर्छ कि यो प्राइभेट सेक्टरमा नै त्यो सिजीलाई चाहिँ एकदम त्यो गभर्मेन्टले त्यो ब्याग हालिदिएको छ नि त हात अब इन्द कोही एकजना तैँले केही एउटा प्रोडक्ट निकाल्यो भने तैँले सक्दैन कि त्योसँग त्यसले सक्छ कि तँलाई होइन त्योसँग छ नै त्यति नि त क्यास फ्लो कि तँलाई किनिन्छ नभए कि तँलाई डुबाइन्छ अनि पछि त्यो मोनोपोली भएको हो कि त्यो चाहिँ त्यसमा चाहिँ मोनोपोली चाहिँ कहिले पनि हुनु हुँदैन कि तँलाई किनिदिन्छ कि तँलाई डुबाइदिन्छ नि त के मजा आयो जस्तै पहिला एउटा थियो के यो कान्तिपुरले के को लागि हो पब्लिकेसनको लागि हो कि एफएमको लागि यति झगडा गरेको त्यो सबैले त्यो गरेको हो नि कान्तिपुरको कतिजना यो के न्युज रिपोर्टरहरू छ नि उनीहरूले प्रोटेस्ट गरेको नि कान्तिपुरलाई किनभने चाहिँ पहिला त अब अहिले जस्तो सोसियल मिडिया होइन नि त पहिला त न्युज फुक्ने भनेको 3टा मात्र माध्यम थियो नि त रेडियो टिभी अनि न्युज पेपर भयो नि त त्यतिखेर चाहिँ गभर्मेन्ट रुल के थियो भने दुईटा मात्र लिनु पाउने कि एउटा कम्पनीले एउटा चाहिँ पाउँदैन थियो तर कान्तिपुरले यति पैसा खुवायो भन्ने के भयो भन्ने होइन तर कान्तिपुरले चाहिँ लिएरै छाड्यो कि त्यो गर्यो भने चाहिँ के हुन्छ भने एउटै न्युज 3 ठाउँबाट फुक्यो भने मान्छेलाई ट्रस्ट हुन्छ कि त्यस्तो हुन्छ नि त एउटा मेन्टल पनि हुन्छ कि तेरो जस्तै भनौँ न अब हाम्रो यो पूर्व राजाको पैसा स्विस ब्याङ्कमा छ भन्छ नि त त्यो यति हल्ला फैल्यो कि अब कि त छँदै छैन होला होइन कि थियो भने अनुसन्धान हुनु पऱ्यो कि तर त्यो हाम्रो मनस पाटलमा चाहिँ के बसाइदियो भने उसको पैसा चाहिँ स्विस ब्याङ्कमा छ है भन्ने टाइपको चाहिँ बसाइदियो कि त्यो भनेको चाहिँ न्युज फुक्यो हल्ला धेरै भयो कि होइन ट्रस्ट गर्ने बाहेक अप्सनै छैन क्या एउटै कुरा तँलाई 10 चोटि भन्यो भने होला नि त भनिदिन्छ नि त सुन्नु भन्दा होला नि त गर्दै हिँड्थ्यो नि त धेरै ठाउँबाट आएपछि त हो जस्तो भइदिन्छ नि त सब डिप एन्ड डाउन जाने कसैलाई इच्छै हुँदैन त्यही त हो नि कोही जाँदा पनि जाँदैन नि त्यही कुनै अहिले चलिरहेको जस्तो कुनै एउटा फुल भिडियोको सानो टुक्रा काटेर विवाद गरेको 13 बजीलाई अफर हल्लामा लाग्दिन्छ ओहो झन् आजकल फेरि अनि हाम्रो जेनेरेसनको मम्मीहरू फेरि सुनेपछि पुग्यो हो नै मेन त मलाई त्यो अन्डा पस्ने बुढीले पो राजा त आउने भयो नि 25 गते गर्छ मलाई केही थाहै थिएन कि त्यो ऊ भ्याकेसनमा छ उनीहरूले होइन यतिसम्म हुन्छ कि त्यो न्युजले दिन बार टाइम समेत अनि कहाँ बस्छ समेत डिक्लेयर छ के थाहै नहुने कि त्यस्तो अस्ति एउटाले के भन्दै थियो अस्ति बाटो भिन्दा जाम मेन त श्रावणभित्र राजदरबारमा छिर्छ मेन त होइन अब मानौँ पूर्व राजा अब यो हाइपोथेटिकल्ली होइन ऊ चुनाव जित्यो ऊ राजै बन्यो अरे कि होइन बन्यो अरे होइन मलाई चाहिँ एउटै मात्र त्यो कि क्वेसन के उसँग जसरी हामीले त्यो न्युज आर्टिकलहरूमा कार्टुन बनाउँछ नि नेताहरूको उसको बनाउनु पायो कि पाएन मेरो त त्यही मात्र मिम हान्न पाएँ कि पाएँ फ्रिडम अफ स्पिच हुन्छ कि हुँदैन कि पहिला जस्तै त्यो हरेककोलाई के स्वीकृति दिनुपर्ने पहिला महेन्द्रको पालामा जस्तो त्यो तेरो न्युज पहिला राजाको सचिवले हेर्छ उसले भेरिफाई गरेपछि मात्र पब्लिस हुन्थ्यो नि त पहिला गीतहरू पनि पहिला उता पठाउनु पर्छ त्यस्तो विधि अन्डरमा बस्नुपर्ने के त त्यस्तो विधि अन्डर त हामी बस्नु मान्दैन अहिले प्रोटेस्ट गरिरहेको छ जब एउटा सोसियल मिडिया बिललाई प्रोटेस्ट गरिरहेको छ भने ऊ आएपछि उसले त्यो दिन्छ कि दिँदैन त्यो फ्रिडम पाउँछ कि पाउँदैन राजा आयो सबै काम सही त उसले पनि गर्दैन होला उसले पनि त काम बिगार्छै होला होइन उसको चाहिँ मिम हान्नु पायो कि पाएन मेरो त त्यो हो भनौँ न अब मिम पेजहरूले त हाम्रो
केपी 12 विद्यादेवी भण्डारीको कति मिम बनाइदिन्छ तर कोही कसैलाई त्यसरी अफेन्ड पारेन नि त भइरहेको थियो नि त सोसियल मिडियामा फ्लो तर उनीहरूले त अफेन्ड पारेन नि त अब भोलिको दिनमा ल उसले जित्यो 2/3 बनायो ऊ आयो भने होइन उसको नि मिम बनाउनु पाउनु पर्यो राजाको पनि म चाहिँ मेरो बाउ चाहिँ होइन क्या होइन राम्रो पनि छ नराम्रो पनि छ होइन लिने मान्छे लिन लगाउने एक्सन लिनु पायो राम्रो सोचेर लिनेहरू पनि हुन्छ नराम्रो लिनेहरू जस्तै एउटा एउटा कुरामा यहाँ मुड्दै चलाइदिनेहरू पनि छ कुछ बोला त मा घिसाएर तान्ने पनि छ त्यस्तो मान्छेहरूलाई चाहिँ तल लाउनु पर्छ किनकि त्यो के इन्टेन्सनले बोल्यो पनि थाहा हुन्छ मान्छेलाई ल्याएर फ्रिडम भइसक्यो क्या त्यो फ्रिडम बानी ल्याएपछि फेरि एन्ड त्यो ब्ल्याक एन्ड व्हाइटमा सक्दैन कि मान्छे त पार्टी अहिलेकै होस् होइन अहिले जे जस्तो थियो एक्जिस्टेन्ट पार्टीहरू नै होस् तर हेड चाहिँ चेन्ज हुनु पऱ्यो कि अब म त त्यही हो कि मेरो हामीलाई चाहिँ सबभन्दा फ्रस्ट्रेसन लागेको चाहिँ एउटै अनुहार देखिएको तिनटै मात्र घुम्यो खालि त्यही तिन ठाउँमै मात्र सानैदेखि त्यही अनुहार देख्यो कि अब कहिले अब 62-63 देखि त्यही अनुहार देखेको अनि त्यही भएर पब्लिक एकदमै फ्रस्ट्रेट भएको हो कि अरू के पनि होइन बाहिर त्यहाँ कहाँ कतिजना कहाँ पुगिसक्यो हाम्रो चाहिँ म थाक्यो एकछिन त चलान अब भन्न ट्रम्प गएर बाइडेन आएर फेरि ट्रम्प आइसक्यो होइन 15 वर्ष त त्यही हुनु लाग्यो 15 वर्ष सकिसक्यो हामी कहाँ चाहिँ त्यही 3टा टाउको मात्रै घुमिआयो कि एक्जाममा पनि नेपालको त्यो को हो भनेर 3टा नाम लेख्नु स्योर पास किनकि एउटा लेखुन्जेल अर्को चेन्ज त्यो पास भएसम्म अर्को आइसक्छ रिजल्ट आउँदा अर्को 3टै लेख्दै ढुक्कै त्यो 3टा भन्दा बढी नाम पनि छैन क्यान्डिडेट पनि देख्दैन क्या खै डराउने हो कि नर्थ कोरिया जस्तो भयो नि त नर्थ कोरियामा एकजना भयो यहाँ 3जना त्योभन्दा माथि ट्राई नगरेको पनि होइन गरेकै हो तर होइन खास चाहिँ त्यो काङ्ग्रेसको के हुन्छ महाधिवेशन हुन्छ नि त्यतिखेर चाहिँ उनीहरूको मिस्टेक चाहिँ के अरे भने गगन थापालाई उठायो कि खास शेखर कोइराला उठाएको भए चाहिँ चेन्ज हुन्थ्यो कि उनीहरूको सभापति शेखर कोइरालाले कस्तो त्यो गरिसकेको थियो गगन थापालाई नआउनुको चाहिँ ऊ यङै छ नि त अनि चाहिँ बुढाहरूको मिलिएको थियो त त्यो फेस त चेन्ज हुन्थ्यो नि त एउटै मुखी हुन दिक्क लाग्यो त्यो पहिला हुन्छ नि त्यो सेट म्याक्समा के राम्रोसँग काम नदेखेको अहिले होइन पहिला सेट म्याक्समा हुन्थ्यो नि टिभी खोल्नु बिहान सूर्यवंशी खोल्ने कि त्यही मात्र त्यो 3टा भन्दा बढी न्युजै छैन क्या 3जनाको भन्दा बढी खोप स्कुल गएर जानु अगाडि पनि त्यही मुभी स्कुल छुटेर टिभी खोल्न पाएन त्यही मुभी अमिताभ बच्चनको ढिक्कै लानिरहेको थियो नि एउटा डाइलेक्ट कन्टो हुने लाग्नु मेरो त त्यो सूर्यवंशीमा त्यो समय राइनाले हानेको जोक पुग्या छ कि अमिताभ बच्चनलाई भन्छ नि तपाईँ भोलिपल्ट फेरि कसरी बाँचेर आयो एक दिन अगाडि पोइजन खाएपछि भन्छ अब बच्चा बुद्धि हो नि त अनि फेरि फाइट खेलिरहेको छ नि होइन हस्पिटलमा गएर त्यो पोइजन खाएर फाइट खेल्छ नि खै थाहा चाहिँ छैन मलाई छोरा चाहिँ त्यो जोडा मुला 2जना मिलेर फाइट गर्छ टुक्रा हेरेछु त्यो पुरा फिल्म चाहिँ त्यो मैले होइन खास पुरानो फिल्महरू नै हेरेको नि त्यो सोले भन्छ नि त्यो थाहा छैन के स्टोरी नै थाहा छैन होइन अनि त्यो शाहरुख खानको सबभन्दा फेमस फिल्म त्यो दिलवाले दुल्हनिया ले जाएंगे भन्ने त्यो थाहा छैन अनि त्यो कवि खुसी कवि गम थाहै छैन कि मलाई के स्टोरी छ त्यो त त्यो मिमी हेरेर मात्र थाहा भएको फिल्महरू हो मलाई मैले हेरेको छैन कि मलाई थाहा छैन कि त्यो फिल्महरूको बारे के पोइन्टमा त्यो टिकटकमा पनि ए होइन त्यो पनि मिम पेजबाट कि त्यसरी थाहा भएको जोकहरू हेरेर पहिला मिम आउँथ्यो अनि पछि त्यही मिममा भिडियोहरू बन्न थाले त्यसरी थाहा भएको ए यसमा यस्तो होला भनेर अहिले त थुप्रै अझ अहिले त कम भयो जस्तो लाग्ने क्या कोही नहेरेर होला है के मिमहरू आउने अब त भिडियो मिम भयो अब त भिडियो मिम बढी भयो मेन मैले हिजो कि अस्ति त्यो एउटा मिम देखेको थियो शाहरुख खान थियो क्या
टिभी 1 घन्टादेखि अन राखेर होइन हामी चाहिँ मोबाइलमा हुन्छ शाहरुख खान यस्तो रिसले हेरिया त्यो टिभीमा एड आएर हुन्छ त्यसको चाहिँ एड हुन्छ होइन त्यो मतलब छैन क्या अनि सब मोबाइलमा छ टिभी हेर्ने त कमै हुन्छ त्यो टिभी त यतिकै ब्याकग्राउन्ड नोइजको लागि मात्रै हेर्नै छोडिसके जस्तो लाग्छ टिभी त त्यही मोबाइल हो कि अनि टिभी अन गर्छ एकछिन हेर्छ तर ध्यान चाहिँ यतै मोबाइलमा हुन्छ कि त मोबाइलको ब्याट्री सक्यो हुनु पऱ्यो फुटबल त अब मोबाइलमै हेर्ने मान्छेहरू अब सानैदेखि नेट लाइन भन्दा नि टिभी च्यानलको लाइन महँगो हो नि के लिमिटेड च्यानललाई त्यत्रो होइन जहाँ जक्सन बस्यो त्यही अनलाइन हेऱ्यो अस्ति फुटबल त त्यसरी हेऱ्यो 3 जना यत्रो जानु टिभी हेरिहाल्यो भने त्यही रेस्टुरेन्टहरू गयो त्यो प्रिमियर लिग चलिरहेको त्यही जस्ट डिस्प्ले एउटा मात्र ठुलो भन्ने हो बाँकी काम त्यही हो त्यो पहिला जस्तो त्यो च्यानल हेरेर डिस्कभरी च्यानल नेसनल जियोग्राफी च्यानल त्यो सिट म्याच त्यो स्टार प्लस के हेर्थ्यो नि ढिक्का ढाका लाग्ने गरी त्योमा नेसनल जियोग्राफीको थर्ड त नराम्रो पारिदिएको त्यो मिर्जापुरमा के त अब मादा अब मादा बेचने वाली मादा के ऊपर नर बैठने वाला ठ्याक्कै मिलाउने फेरि बुढा त्यस्तै अमेरिकाले त्यो आखिरमा आएर त्यो गोल्डन कार्ड बेच्नु भएन ट्रम्प कार्ड 5 मिलियन भनेको उनीहरूलाई कति नै ठुलो छ यत्तिकै किनिदिन्छ अब 25 करोड त 25 करोड त गाडीमा भेट्छ त्यस्तो त कतिवटा आउँछ यहाँ होइन फेरि त्यो गाडीको तल के लेखिरहेको थियो नि त्यो पनि त्यस्तै थियो नि के लेखिरहेको थियो इमोसन छुनेवालै त्यो थियो त्यस्तै पैसाको के थियो कि पैसा सम्बन्धी नै के त्यो मेसेज राखिरहेको थियो कसले भन्छ नेपाली गरिब छ 25 करोड ट्रकमा यत्तिकै राखेर हिँडिदिन्छ होइन एयरपोर्टमा 35 किलो सुन त यत्तिकै लिएर हिँडिदिन्छ 25 करोड यत्तिकै भेट्छ मान्छेहरू वर्ल्ड कप जितिया हुन्छ वर्ल्ड कप बेला आयो भने त 35 किलो सुन त्यो अरू खेल्थ्यो 5 किलो सुनको लागि हामी 35 किलो लिएर बस्छु त्यही 25 करोड हुने आउँछ नि साथले पैसा पठाइदियो भने ट्रकै पठाइदियो समातेन ट्रक पैसा पठाइदिएर समातेन एउटा त मिम दिइरहेछ नि अघिलाई पठाइदियो यसले भनेर ट्रक पठाइदिएर समातेन बेकारमा 25 करोड छ बाल छैन नि त्यो पैसा त मान्छेहरू नेपाली पनि बाहिरकै करेन्सी होइन त्यो डलर पाउन्ड अस्ट्रेलियन डलर आइसी पनि छ जस्तो आइसी चाहिँ देखेन प्लास्टिक नोटहरू थियो कि तिनीहरू चाहिँ पाउन्ड तिनीहरू हो कि कुन टाइममा मलाई सुटिङको लागि आएको पैसा भन्ने गर्छ मेन चाहिँ अब के हुन्छ भने होइन इन्भेस्टिगेसन चाहिँ पुरा हुँदैन कि डाइभर्ट समात्छ कि हामीका सधैँ समात्नु पर्ने माथिसम्म जानुपर्ने माथि हातै पुग्दैन कि ड्राइभर बेच्दियो त्यो ड्राइभर बेच्दिन्छ त 4-5 वर्ष बस्न तेरो फ्यामिली पुग्ने पछि म तिम्रो होला 25 गरेर त छोड्दैन मान्छेले त्यतिमै सिद्धो कि त्यो केसै अब 1-2 दिनमा अर्को नयाँ न्युज आउँछ अनि त्यो पनि केही चिज भाइरल हुन्छ त्यो बाहिर जान्छ न्युजको कमी छ र नेपालमा केही न केही आइहाल्छ एउटै त्यो के न्युज फ्लो चाँडै हुने पहिला पनि हुने नै हो होइन तर अहिले चाहिँ अब सोसियल मिडियामा चाहिँ धेरै दिन टिकेन भने त्यही हो कि त्यही फ्लो अहिले चाहिँ मजाले फ्लो हुने भयो त्यो सोसियल मिडियामा अब के हुन्छ भने त्यही पूर्व राजा फेरि मनकामना गरेर आउँछ फेरि एकचोटि जुलुस आउँछ अब त्यतिखेर कलङ्कीबाट घर जाने होला जहाँसम्म लाग्छ त्यो सुरुङै उसले उद्घाटन गर्छ होला
गर मार्गबाट जुलुसै गर जेसुकै गर होइन पब्लिक डिस्टर्बेन्स नअर्गेनाइज गर त्यो बिचरा गएर हुन्छ 10 बजी पुग्नुपर्ने मान्छे 2 बजीसम्म बाइक खिचिक्कै सर्दैन जाम त्यो किन आधा रातमा जुलुस गर्नेहरू गरेर आधा रातमा लगेर सदा काम काम गरेर आउने होइन काम हुँदैन मेन त मलाई अस्ति त्यो पूर्व राजालाई त लग्यो होइन ल स्वागत त्यो निर्मल निवास गयो नि त टिचिङको बाटो हो नि त कस्तो भयो होला है हामी त्यो एकचोटि त्यो ब्लडको लागि कति गाह्रो भइएको थियो नि त त्यस्तो कति होला है मलाई नि पब्लिक डिस्टर्बेन्स अलि इथिकल भएर सोच्नु नि जुलुसै गर्ने नि राति गरेर हस्पिटलकै नजिक त्यही एरिया होइन त कर्फ्यू जस्तै गर्दैन एम्बुलेन्सै पास हुन दिने गरे होइन कति 3टा कि 4टा त आर्मी बेरियर थियो यार त्यतिखेर त्यो राष्ट्रपति भवनसम्म कि 3टा कि 4टा बेरियर एम्बुलेन्सै पास हुँदैन नि अल्टरनेट बाटो खोज्नु अलि एकदम गाह्रो छ पब्लिक डिस्टर्बेन्स नअर्गेन केही पनि होइन त्यो आर्मी राखेर उसमा होइन त्यो राजा आइसकेपछिको होइन पछिको हो तर होइन त्यो बेरियर थियो कि अगाडिबाटै कर्फ्यू नै गर्दैन त्यही रोक्ने हिसाब त्यही पासै जानु रोक्ने दिएन नि त। जानै नदिने हिसाबले मान्छे मरै मरोस् क्या तिनीहरूलाई मतलब भएन एउटा चाहिँ नहुँदैन मैले भनेको अब कुनै कतिवटा जुसमा आउँछ नि कतिवटा त्यही नि एपिएफहरू कतिवटा न्युजमा आउँछ नि जुलुसले एम्बुलेन्सलाई बाटो छोडिदियो अब म काम गर्न एम्बुलेन्स चढी हिँड्ने हामी होइन भनौँ न लोकलले त होइन खास चाहिँ यस्तो हो कि अब थाहा छैन अब त्यो त्यहाँभित्र अब साँच्चीकै पेसेन्स छ कि छैन त्यो चाहिँ म राम जाने तर अब सुरु गरेँ चाहिँ मैले फर्स्ट टाइम देखेको भनेको चाहिँ गुठी विधायक बिलमा देखेको होइन अब त्यो चाहिँ जेन्युन थियो होइन त्यो त अब जेन्युनै थियो भित्र पेसेन्टै थियो बाटो छोडिदिएको होइन अब पछि अब कतिजनाले जुलुस गरे त्यो चाहिँ मलाई प्रोपोगान्डा लाग्छ कि फेरि अब खोता नजाने होइन थियो पनि होला हुन पनि सक्छ नहुन पनि सक्छ न्युज तान्नु लै 2500 आइहाल्छ ए भाइरल हुँदो रहेछ न्युज हाइलाइट आउँछ होइन एम्बुलेन्स यिनीहरूलाई मात्र छोडेर भएन नि त पछाडि त्यहाँ काममा अर्केर त्यहाँ त्यो आज एक दिन काम गरेर आज खाने कुराहरू आजै खानुपर्ने हुन्छ तिनीहरू त्यहाँ घन्टौँ जाममा हुन्छ जस्तै भनौँ न यो पठाउ इनड्राइभ राइडरहरू कति गाह्रो उनीहरूको कमाइ हुँदैन यार बाटै ब्लक अलिकति बाटो हिँड्यो भनेर पछि लाग्छ 1 बजे जुलुस हुनलाई 6 बजे त्यो इभन त्यो राजाकै जुलुसमा पनि एउटा भ्लगरको भिडियो देखेको थिएँ कि मैले क्लिप देखेको थिएँ त्यसलाई त क्या इरिटेट नि अब बाटै छैन त्यही जुलुसबाट आइरहेको छ क्या त्यो चाहिँ फेरि त्यो भ्लगर चाहिँ फेरि के त्यहाँभित्र भेर पनि राजावादी कि जुलुसमा भेर पनि गन्तव्यवादी कि उसको कुराहरू चाहिँ बाटै छैन कि उसलाई त्यही बाटो भएर जानुपर्छ होइन जुलुसै गरे पनि एउटा पब्लिकलाई जान मिल्ने पनि एउटा वेट दिनुपर्छ क्या टुरी खेलेर म जुलुस गरोस् त ल जाम कहाँ सुन्छ त्यो दोलमार्गमा एउटा जुलुस के गर्नुपर्छ यहाँ वहाँ रङ्गशाला पुग्छ यार जाम एकैचोटि त्यो एउटा युटर्न हाल्ला भन्नु त हुँदैन होइन अब भगवान्को अब हाम्रो यही जन्मादेवको त्यो गर्छ नि रथ तान्छ नि जन्मादेवको रथ तान्ने बेला कमेन्ट सेक्सन हेर होइन आरओएनबीको त्यो के भगवान्को चक्करमा जाममा परेको फ्रस्ट्रेसनहरू कति देख्छ लाइभै रहेछ तब हामी पनि भयो भने नि हामी पनि इरिटेटै हुन्छ क्या त्यो अल्टरनेट बाटो नरहेको बाटो युज हुन्छ कि त्यो एउटा चाहिँ मेन बाटो सक्छ एकदम मेन बाटो त हो नि त त्यो त अल्टरनेट झन् त्यसको माथि वान वे झन् त्यसको माथि वान वे घुम्न नि नपाइ आरामसँग बस्छ नि त्यो पास नभएसम्म पास भयो नि 3-4 घन्टा 2-3 घन्टै अड्किन्छ नि यताबाट पास हुने उताबाट आउने र यताबाट आउने जुत्दिन्छ त्यसको माथि फेरि बाइक खोल्न पाएन ढार दिन्छ पाङ्ग्रा पनि खुजाइन्छ मान्छे पनि बाइकै नाकी हिँड्नुपर्ने गरिदिन्छ अनि त्यस्तोको उता बिचमा 2-3वटा साइडमा बजिरहन्छ मान्छे यत्तिकै गयो टक्क त्यो जात्रा बनाएर भयो मान्छे तग्गिसकेको थियो होइन अब जात्रा त मनाउनै पर्छ तर त्यतिखेर ट्राफिक व्यवस्थापन चाहिँ अलिक खै फेरि बाटै छैन क्या कि सिंहदरबार पुरै खोलिदियो होइन माथि त्यो यताबाटै बन्द गरेर
यो थमेल साइडबाटै होइन एम्बुलेन्स दमकल जाने बाटो चाहिँ बनाउनु पर्छ कि होइन मैले भनेको मलाई पब्लिक त्यो बाटै छ त्यो नि थमेलबाटै त्यो थमेलकै बाटोबाट लेफ्ट मात्रै कि लेफ्टबाट सिधै जे नेपालबाट तलबाट मात्र घुमाउने कि अनि यता टुरिखेरै ब्लक गरे अँ, टुरिखेरै पुरै ब्लक गरिदियो भने उम्, यता नआइकन होइन त्यो एक दिनको लागि त्यो खोल्दैन त्रिपेश्वरै घुमाइदिने कि ट्राफिकलाई त्यो गऱ्यो भने चाहिँ हुन्छ होला सर त्यो रडियो चाहिँ फेरि खोलिदिनु ठ्याक्क टाइमिङ फिक्स नभएर पनि त्यो फेरि सायद हेर्नुपर्ने हुन्छ अब जस्तै अब 5 बजे भने पनि होइन 4 बजेदेखि नै बाटो ब्लक गरिदिने राष्ट्रपति 1 बजे आलाग्लाई म 10 बजेदेखि बन्द गरिदिने त्यो एरियामा रथ पनि मलाई आधा घन्टा टिक्दैन वार जान्छु अनि जान्छ जान्छ त्यो रथ एउटा कति मात्र हो हुन त भोटाइदियो एउटा छिने बित्तिकै अनि खोल्न खोलिहाल्छ फोन त। र अब सायदै भन्नु आउँदा एकछिन अनि यताबाट क्रस हुने टाइममा एकछिन हो म्याक्सिमम आधी घन्टा हो क्या डब्बै हाल्छ त्यहाँ त खुल्ला बाटो हिँड्ने मान्छे रथको पछि दौडिनु पर्छ त्यहाँ एकैचोटिमा घन्टा गरेर छोड्छ त्यो सुरुमै उल जम्मा हुने भएर चाहिँ हो जुन 6 घन्टा उनीहरू एउटा राष्ट्रपति आउनलाई यस्तो नआउने ब्लकर छ भने 3 घन्टा ब्लक गर्नु सक्दैन चाह्यो भने त सक्यो गाह्रो हुने चाहिँ अब आरडी पब्लिक भनौँ न होइन आरडी पब्लिक त्यो भोटाइदिए छिर्न पाएन जमल पुग्छ आरडी पब्लिक त किनकि हिँड्न सक्दैन सक्यो उनीहरूको त हेर्नु जाँदा सक्यो अब सिधै राति 10 बजेपछि त्यो हुलमा को च्याप्नु जाने होइन त्यति हो नि त त्यति खोलिदिने नि म त त्यो बाटो त्यो जात्रामा त्यो बाटो नछिरेको कति वर्ष भइसक्यो छिनै मन लाग्दैन कि मलाई अब भन्नु न अब के हेर्नु मन लागेको थिएन यसो टुक्का हानेर छिर्दैन प्लास्टिक भ्याच हानेर धान्ने हेर्ने गुरुबाले माथि के जोडले चढ्यो होला है त्यहाँ कुन एङ्गलतिर त्यो सबभन्दा सेफलेस लाग्यो है त्यही होइन लास्ट इयर होइन के खाने मोस्ट अनसेफ प्लेस हो क्या त्यहाँ चोर्न त चोर्यो त्यसले चोरेर माथि चढ पायो क्या होइन बरु पब्लिकमा हराएको बत्थ्यो क्या त्यो चोरिदिने जहाँ के भएको थियो चोरेको थियो के हो चोरेर चाहिँ रथ चढेको क्या चोरेर भाग्यो अनि त्यो अरू चाहिँ त्यसलाई कुट्नलाई माथि चढे कि चोरेर भाग्यो चोर्थ्यो त्यहाँबाट त्यो पब्लिकमै बिलाएर हराउँथ्यो क्या कहाँ त्यति जहाँ मोस्ट अनसेफ प्लेसमा चढिदिने अनि पानी झुले त भुवाकै हालेर चोरेर होइन यता अलिकति भुवापुलमा बिलाइदियो भने त हरायो जत्रो गाउँमा त जहाँ मोस्ट सबभन्दा नोटिसेबल प्लेसमै माटो त्यति चढ्थ्यो क्यामेरा फेस रिभिल कस्तो नराम्रो तल बस्यो बिलाउने बाटो त्यत्रो थियो क्या त्यहाँ बरु हुलमै हराएको है त्यसलाई हात मात्रको मान्छे गायब हुने ठाउँ हुल्थ्यो सँगै राखिरहेको मान्छे गायब हुने हुलमा सबैको आँखा जहाँ चाहिँ त्यहीँ चढ्दैन आँखा र क्यामेरा सबभन्दा फोकस जहाँ चाहिँ त्यहीँ चढ्दैन कुन लेभलको प्यानिक भएको बुद्धि अलिक धेरै भएको